हेलो हेलो साथीहरू नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि म पनि एकदमै आरामै छु। आज चाहिँ जाँदैछु म दाउरा खोज्न, दाउरा काट्न। त्यो पहाडी वनमा चाहिँ दाउरा काट्न जाँदैछु है। अनि अब पुस लाग्यो, त्यही भएर जाडो छ नि त, त्यही भएर दाउरा खोज्नुपर्छ। घाँस दाउरा गरेपछि तातो हुन्छ, त्यही भएर मम्मी म अनि त्यसपछि अङ्कल चाहिँ जाँदैछौँ पहाडी वनमा। हामी चाहिँ लगभग आधी बाटोतिर आइपुग्यौँ है। वनको बाटो चाहिँ यस्तो छ। अनि त्यसपछि हामी उकालोमुखो जाँदैछौँ अङ्कल मम्मी। अनि मम्मी अङ्कल चाहिँ बाटोहरू फान्दै हिँड्नुभएछ। म चाहिँ पछि भिडियो गर्दै जाँदैछु। देख्न सक्नुहुन्छ हाम्रो वनतिरको बाटो चाहिँ यस्तो छ। हामी चाहिँ लगभग 2 वर्षपछि चाहिँ आज त्यो वनमा जाँदैछु। त्यो हाम्रै वन हो। त्यो हामी चाहिँ वन फुकाउँदाखेरि चाहिँ दाउरा काट्न पाएन, त्यही भएर चाहिँ हामी आफ्नै वनमा आज 2 वर्षपछि जाँदैछौँ। अनि पुग्यौँ हामी खोलामा। त्यसपछि मम्मीले हाँसी उडाउँदै हुनुहुन्छ। गाह्रो छ साथीहरू। अनि हामी चाहिँ वन पुगिसक्यौँ। मैले चाहिँ पहिला भिडियो लिएन, अनि यति दाउरा खोजिसकेँ। त्यसपछि चाहिँ बल्ल भिडियो गरेँ। यति मैले चाहिँ पहिले काटिनँ, अनि यसरी बटुले अनि बटुलिसकेपछि फेरि म अलि पुग्दैन, किनभने फेरि खोज्न गएँ, फेरि ओसारेँ। दाउरा काट्दै मैले फेरि यस्तो बिताएँ। के हो साथीहरू, के हो चिन्नुहुन्छ भने कमेन्ट गर्नु है। के हो यस्तो हेर्दामा चाहिँ राम्रो छ, यस्तो दाना पनि छ। अनि खानेकुरा हो कि नखाने कुरा, देख्दा चाहिँ खाम थियो। उता चाहिँ यस्तो कुहिसके रहेछ, अर्को चाहिँ एकदमै राम्रो रहेछ। अनि त्यसपछि अनि फेरि मलाई अझै पनि दाउरा पुग्छ जस्तो लागेन कि साथीहरू। म फेरि पनि काट्न लागेँ। अनि फेरि अब त्यति अब टाढा गइसकेपछि किन थोरै काट्नु, अब अलिकति बढी नै लगाउँ। त्यति टाढा गइसकेपछि अलिकति बोकेर आउनु त अब हुँदैन नि त। त्यही भएर चाहिँ मैले काट्दैछु। अनि बतुलेको दाउराहरू काटेँ ओरेँ है। म चाहिँ जप्प काट्दैछु साथीहरू। भाइ त पुऱ्याउनु पऱ्यो, काट्दैछु। अनि मलाई चाहिँ एकदम मजा लाग्छ कि अब अझ साथीहरू भएपछि चाहिँ, आफ्नो साथीहरू भयो भने चाहिँ मजा लाग्छ कि रमाइलो गर्दै गयो। अनि त्यसपछि चाहिँ अब दाउराहरू काट्यो। मन्दा हावा, सुनसान वन, चराचुरुङ्गीको आवाज, खोला नालाको आवाज चाहिँ एकदम आनन्द लाग्छ मलाई। गाउँले जीवन चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ खै थाहा भएन। अब कतिपयले त अब बजारमा बसेको हुर्केको मान्छेले चाहिँ अब हामी गाउँले यस्तो पाखे, यस्तो नराम्रो कपडा लाउँछ, न राम्रो यसो गर्न जानेको छ, यस्तो उस्तो भन्नुहुन्छ कि। तर त्यसको आनन्द चाहिँ गाउँले बस्नेलाई मात्रै थाहा हुन्छ कि। गाउँमा बस्ने गाउँले मान्छेलाई मात्रै थाहा हुन्छ। गाउँघरमा वनपाखा, मिलापात, घाँस दाउरा है, यताउता साथीभाइ सँगैसँगको रमाइलो, यताउता कति रमाइलो। अनि दाउरा पनि काटिसकेँ साथीहरू। अनि त्यसपछि मैले अघि चाहिँ भिडियो गरिनँ। अनि 24 घन्टा मोबाइललाई समातेर बस्ने नि हुँदैन। अनि त्यसपछि मम्मीले चाहिँ मेरो भारी बाँधिदिनु भयो। अनि त्यसपछि म चाहिँ बसेँ एकछिन। म फेरि उता घाँस लिन जानुभएको थियो। थाकेर हैटु परेको थियो कि है। अनि दाउरा काटी भ्याएँ। अनि त्यसपछि मम्मी चाहिँ उताबाट घाँस लिएर आउँदै हुनुहुन्छ। अब फेरि मम्मीको भारी, मेरो भारी भइसक्यो। अनि त्यसपछि मम्मीको भारी बनाउनलाई चाहिँ अब मम्मी घाँस लिएर आउँदै हुनुहुन्छ। अनि हेर्नु न साथीहरू, कुम्रो वनमा अब पन्छाउँदै काट्दै गर्नुपर्छ। 2 वर्ष भएको थियो नि त। कुँडोले बिजोग्छ साथीहरू। अनि त्यसपछि मम्मीको भारी नि बाँध्यो। त्यसपछि हामी लाग्यौँ घाटतिर भारी बोकेर। कता भिडियो नि कता मुखो भएछ है साथीहरू, मलाई चाहिँ थाहा भएन त्यतिखेर। राम्रो गरेको जस्तो लाग्थ्यो, पछि एडिट गर्दा मात्रै देखेँ। त्यही पनि मैले यस्तै राखिदिएँ, केही छैन है, बुझ्नुहुन्छ नि त साथीहरू। अनि त्यसपछि हामी तल अघि हाँसी उडाएको खोलामा पुग्यो, भाटी बिसाइयो। अनि त्यसपछि लाग्यो पानी खान। मम्मीले पानी खानुभयो। हाम्रो गाउँतिरको पानी फेरि यति मिठो हुन्छ। खोलाको पानी चिसो बोकै मिच्ने पानी हुन्छ कि साथीहरू। अनि म चाहिँ सिधै घरमा गएर चाहिँ भिडियो गरेँ। पानी खाएको चाहिँ बनाउन अलि लाज लाग्यो, अङ्कल पनि हुनुहुन्थ्यो। अनि त्यसपछि सधैँ यस्तो मोबाइल थराएर हिँड्दैन नि त, त्यही भएर मान्छेको अगाडि चाहिँ मोबाइल थरायो भने अलि लाज लाग्छ। मम्मीले खाएको मात्रै माथिबाट चाहिँ अलिकति गरेँ, मैले पानी खाएको चाहिँ गरिनँ। अनि पानी सानी खाएर हामी घर गयो। अनि मैले चाहिँ भारी फुकाएँ, भारीको घाँस फुकाउँथ्यो नि त। अनि त्यसपछि मैले चाहिँ भारी फुकाइसकेँ। यो चाहिँ मेरो आजको घाँस दाउरा हो। अनि त्यसपछि त्यो घाँस फुकाउँदा त्यस्तो भयो। अनि यो चाहिँ हिजोको भारी दाउरा हो। मम्मी र म हिजो पनि गएको थियो कि साथीहरू। आजलाई चाहिँ भिडियो यति नै। कस्तो लाग्यो लाइक कमेन्ट गर्न, सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई।